सिलम हो यस्तो राम्रो हुन्छ यो चाहिँ एलोभेरा जस्तो हुन्छ र उहाँको हात खुट्टा खाने उठेर बस्नु हप्नु मुट्नु साह्रो पर्थ्यो उहाँलाई सोध्नुहोस् कस्तो भयो हजुर हजुर हिँड्नु पनि सक्थेन हजुर 9 दिन चाहिँ खायौँ तपाईँको 9 दिनमा चाहिँ चट्टै भयो तपाईँको उयो मैले दिएको है तपाईँले दिनुभएको मैले दिएको हो कि हजुर काँडा झिकेको बरु भरेसम्म दुख्छ होला कि त्योभन्दा छिटो जाति भएको त्यसले हजुर कसरी खानु हो डाक्टर यसलाई मैले बताइसकेको छु है हजुर पानी तातो पानीमा भिजाउनुहोस् 15 मिनट यति मात्रै है यति भिजाउनुहोस् 15 मिनट 1 गिलास पानीमा है तपाईँहरूको यो सेतो एकदम एलोभेरा जस्तो हुन्छ र चिप्लो हुन्छ सट्टै जाने सट्टै हजुर तपाईँ चाहिँ थलै पर्नु भएको थियो है हजुर थलै परेको नि तपाईँको अहिले त हट्टा हट्टा भएर हेर्नुहोस् अच्छा अच्छा भनेपछि तपाईँ त हिँड्नै बनाउनु भएको छ नि है हजुर हजुर कति राम्रो गाईको छोरो म कहिले ढाँदैन भन्छ उहाँले अन्त कुरा ठिक रहेछ म त फेरि यसरी ढाँट्यो भने म शनिबार पछि आएर म साह्रो पार्दिन्छु भनेर कुरा राइट रहेछ हप्ता दिन खानुहोस् होइन हप्ता दिन त होइन मैले त 1 हप्ता अलिक ज्यादा खायो भने 1 हप्ताको 8 दिन हुन्छ तपाईँको हो 9 दिन खाएको चट्टै पानी मन तातो पानीमा हाल्यो तपाईँले अन्त त्यो चाहिँ उयो सेतो भए दुध जस्तो पऱ्यो चिप्लो स्वाद चाहिँ निल्नुपर्छ कि बेलुका खानुपर्छ तपाईँको त्यो चाहिँ तपाईँको कतिले अब टप्लेट पनि खान्छ बजारको तर त्योभन्दा त यो चाहिँ मलाई बेस्ट लाग्छ किनभने यो चाहिँ वनको भयो नि त होइन वन सिलाम हजुर अर्ग्यानिक भयो वन सिलाम अब टप्लेट त अब दुनियाँभरको के बनाएको हुन्छ होइन त्यो अब तैँलेर खाएको जस्तो मात्रै होला जस्तो लाग्छ अन्त त्यो टप्लेट त खाँदैन यही खायो कि चट्टै भयो अन्त म सबलाई बताएको अन्त यस्तो दुख्छ यस्तो दुख्ने ढाडहरू दुख्ने चट्टै तपाईँको यो चाहिँ तपाईँको के रहेछ भने यो जाति हुने कारण चाहिँ त्यो क्यान्सर भन्छ नि यस्तो क्यान्सर तुरेको हुँदो रहेछ नि क्याल्सियमको काम चाहिँ यसले गर्दछ तपाईँ फेरि मैले खानु परेन हजुर परेको छैन 9 दिनमै शेष गरिहाल्यो हजुर सरले पनि लानुभयो भने लो 100ले तपाईँलाई निको दिन थाम्नुहुन्छ म लान्छु 100 को लान्छु हजुर लान्छु हुन्छ